तिम्रो नजरमा नजर जुद्यो फेरि आज। हेलो यार, नमस्ते छ सबैजनालाई। होप छ हजुर एकदम सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु। आज चाहिँ मेरो घर त उता हो नि त, टाढीबाट भित्र, अनि गाडी जाँदैन कि बिहान, अनि नगएपछि नि आज चाँडै घर आएको थिएँ म। यता कुन ठाउँ रे? जुहानी सौरा आएको थिएँ होइन। अनि यताबाट सजिलो हुन्छ, केटाहरूसँग रमाइलो नि हुन्छ भनेर आएको। रमाइलो भयो। अहिले चाहिँ हामी आदर्श साथी घर जानु लाग्यो। यही माथि हो। कालले चाहिँ आर्यन महत्त्व चाहिँ आउँदै हुनुहुन्छ पछाडिबाट, त्यसलाई कुरिएन आउँछ। त्यही हो। आज चाहिँ हाम्रो टुर कहाँ अरे? आज पोखराको यात्रा हुन्छ होला। पोखराबाट भोलि गान्द्रुक, त्यहाँबाट हेरौँ कता कता भन्नुहुन्छ, त्यति गइन्छ। अरू भने त्यही हो साथीहरू। डे 1 चाहिँ आज आउँछ भ्लग। यो चाहिँ आजै आउँछ, बेलुका भ्लग हालिदिइहाल्ने अलिअलि भिडियो गरेर। त्यही हो। थप्स्ता खाने मेरो जाडो यहाँ यस्तो जाडो खाएर भित्रदेखि पोखराकोतिर कति जाडो होला। जेम्स छ काले आएको क्या साइकलमा हिँड्दैछ। छोरा लास्ट ठुलो छ भने हामीले बोक्ने होइन, कालीले बोक्ने हो। बाले भने धेरै नबोलाउँ है। अब हामी चाहिँ ट्याक्क आदर्श साथी घर अहिले चाहिँ हाम्रो काले तोस्ती नै आउनु भइसकेपछि यत्रो झोला तँलाई त झोला लिएर आएको सोल्टी त त्यसो बोल्नु पाइँदैन। बसा हो यार, बसा साथीहरू। साथीहरू हामी चाहिँ आइसकेको हामी कलेज गाडीमा। हाम्रो एकदम हेन्डसम बुवा। गुड मर्निङ। एकदम राम्रो युट्युबमा आउँछ है बुवा ल, एकदम राम्रो एकदम साथी यार। भ्लग त हान्नै पऱ्यो नि यार। ल ल हाम्रो दोस्तीहरू आइसक्नु भएको छ यहाँ। सो उही प्रिन्सु कि तिमी त मुखमा के पोदै थियो होइन साथी? ल लुग्नु पाइँदै घरमा बोल्नै पाइएन। कस्तो टल्क्यो लास्ट टल्किने हाम्रो साथीहरू आइसक्नु भएको छ फेरि। प्रिन्सिलाई देखाएर भनेर गुनासो आएको थियो। ल प्रिन्सिलाई पनि देखाएँ। म त अब केही बोल्दिनँ तिम्रो भ्लगमा। मेरो जहिले बिल्ले गरिदिन्छ तिमी। मेरो गोडै त्यो गरिदिन्छ। भट्ट सर हाम्रो साइन्सको कोअर्डिनेटर सर। ल हाम्रो विक्रम जति खाना सादा लाएर आउनु भयो। टाढो जाँदैछु घरदेशबाट परदेश टाढा छ। टिकटकै हालिदिन्छु ल साथी। ल राम्ररी इन्जोय है। ल ल ल आइसको है होइन भ्लगमा त्यस्तो भन्नु पाइने। ल हाम्रो भट्ट साथी नाम भन्छ ल है त। ल फेस देखाइदियो त, फेस देखाइदियो त। यहाँ डिमान्ड आएको फेस भन्नु। ल रुगा लाखा दोषहरू भन्ने मलाई ब्लग फेरि भन्नु पर्यो। हाम्रो बेस्ट अङ्कल सबैभन्दा ल त्यसै त अनि भनिरहेको हुन्छ होइन। हिजो पनि भइरहेको के भने अन्य मैले त थोरै हुन्छ होइन आउने बेलामा, अनि उतैबाट आउने होला नि होला। डिभी भर्नु परेमा, डिभीको फोटो खिच्नु परेमा यता सुपथ मूल्यमा मात्र ₹10 आयो। डिभीको फोटो यस्तै हुन्छ है। कट साथीहरू हुन त चोरै हो। चामल लिएर चामल भगभग खाने कि ल ल ल सफल राम्रो ल वही मारे नि त। अब पोखराबाट पोखरेली केटी पठाउनु भयो। केटा हो यहाँ बोरुन आयो फाइनली। बोरुन भेट्यो। कस्तो राम्रो देखायो तिमीलाई मान्छे। यहाँ दुईटा दिदी बहिनीहरू भेटिदिउँ क्या होला त। तिमीहरूको युट्युब तिमीहरूको विराज मेरो हाइटेक गरे ब्लगमा गाह्रो छ।
हजुर साथी कहाँ बिर्से आयो एकदम साथी साइन्सको मित्रहरू नमस्ते साथी ल बिग फ्यान ओके साथी ल तिमी पनि ल सुरु भइसक्छ साथी तिमी जाने सिलगढी म जाने सिटीगढीतिर धेरै लाग्छ घरि फर्किहेछु म पनि आशा छ युट्युबमा हाल्ने तरिकाले हाल्यो यही हाम्रो सिधा चितवनको शान्त सिधा साथीहरू थाकिरहनु When you are trained first time in gym. Throw height is there good. Hey, साथीहरु काले दगुरे कहाँ पुग्ने हो घर पुग्न लाग्यो
काले बन्द पुग्छ यार सजिन साथी बडी बिल्डर म त साथीहरू यो वरुण यो सन्तोष यो जाडे सफल प्रवेश सागर यो रेबिका यो ढक्ली यो सलिना यो चाहिँ पुष्पा गुरुङ रहेको छ होइन गाइजहरू विराजको च्यानलमा सब्सक्राइब गरिदिनु लाइक गरिदिनु रमाइलो भयो साथी एकदम रमाइलो साथी होइन तल माथि म त एकछिन त लिफ्टकै खलासी लाग्यो साथी कुन चाहिँ गाडी हाम्रो अब एकचोटि मेरो साथी हाम्रो बसेर त कुन हो यतापट्टि साथी यो हो यतापट्टि यो हजुर ब्रेकफास्ट हालेर ढिलो भयो यार कति बज्यो कति बज्यो अहिले 9:25 लाग्यो हामी चाहिँ साथीहरू सुरु भयो हाम्रो टक्क भरतपुरबाट अब नन पोखरा ट्याक्कै मुनि ल्याउनु ला यार अस्ति जलबिरीका ठाउँको याद आयो आगर पनि मैदानमा भइसकेको छ नाच्नलाई भिडियोमा पर्छ मारे मारे चल बाउ जहाँ गरी नाच्नै छोडेर क्या विसर्जनको लागि रोक्नु भएछ गाडी तुबार अङ्कलले ओ बाउला तर हामी हान्दैनौँ यत्रै हान्दैनौँ पैसा त बरु खोल्सातिर गइन्छ पैसा चाहिँ हालिन्छ टोइलेटतिर चाहिँ नहान मलाई साथीहरू सो वाट्सअप गाइज वेलकम ब्याक टु न्यू ब्लग अफ विराज के अरे विराज मोटो ब्लग र आज चाहिँ हामी होइन पोखरा कहाँ रे पोखरा होइन पोखरा जानु लाग्यो अनि ऊ चाहिँ सञ्जित दोष ऊ चाहिँ सजिन दोष अनि ऊ चाहिँ हाम्रो मेन च्यानलको ओनर होइन अन्त यो चाहिँ हाम्रो टुर लगाएको थियो होइन टुरलाई एजुकेसनल टुर बनाइदिनु भएको खोइको नि के हो यो सचाउनु पर्यो होइन अनि यो चाहिँ पेट्रोल पम्प गाडी गयो हजुर यो चाहिँ हाम्रो गाडी अनि म राम्रै साथ दिइरहेको गाडीले हजुर म राम्रै देखिरहेको छु होइन तर विराजको गर्लफ्रेन्ड आएन है हावा छैन है कुन ठाउँ आयो सर हामी कुन ठाउँ हो सर हामी हो अहिले दमौली हजुर दमौली आइपुग्यो साथी हामी अहिले बिस्तारै आइन्छ कता तुरतुरे कटेर भयो तुरतुरे आइरह सबजना निन्द्राले जुन कहाँ सुत्नु यार कहीँ सुत्नु भयो यात्राको क्रममा हामी अहिले दमौली छौँ दमौलीबाट अगाडि बढ्दैछौँ होटेल माइलीमा आज हाम्रो खाना खाने बिहान खाजा खाने टाइम रहेको छ अलिक ढिलो भए पनि खाजा खाइएको थियो होटेल सिरासिरी चितवनमा र अहिले लगभग 1-1.5 घन्टापछि हामी होटेल माइली पुगेर बिहानको भने दिउँसो खाजा खाने प्रोग्राम रहेको छ अरू त यात्रा क्रममा अरू कुरा भन्दै गरौँला अलिकति बोलिदिनु भयो त्यही अब एकछिन तपाईँहरू साथीहरू बाई स्टेट साथीहरू
डीजे पुऱ्याउनु पर्यो कि आउनु परेन सर के हो रे सर सर हाँसेको न हाँसेको कोही खतरा खायो पाता सानोको डाँडा हेर है केटा सानोको डाँडा सानोको उठे हो प्याराग्लाइडिङ गर्नु ठग्यो प्याराग्लाइडिङ खै अब बिहान 4 बजे उठ्नुपर्छ साथी हामी फाइनल्ली पोखरा आइसकेका छौँ अङ्कलले हाम्रो सकुशल ल्याइदिनु भयो दोस अब के हो छोड्दै भयो भन्नु न भन मुला अनि हामी पोखरा फाइनली आइपुग्यो होइन अब आजको डेस्टिनेसन कहाँ हुन्छ पछि तपाईँलाई लाने सदिन साथीले दिइरहनु भएको हो पारा टक्क थकालीमा भात हान्नुपर्छ अब कति बजे हेर हामी भातको सिनेमेटिक देखाउँछ हजुर मधु सर भाग्नु भयो सर बोल्नु पऱ्यो सरले केही बोलिदिनु ओके सरलाई केही बोलिदिनु ल थकालीमा अहिले हामी थकाली माइली भान्साघरमा छौँ हजुर लेक साइड हो यो हजुर केटाहरूलाई खाजा र खाना एकैचोटि होला जस्तो छ अहिले होइन टेन्सन मार्नु पर्यो एकदम फ्रेस छ नि हजुर एकदम फ्रेस पहिलो दिन हामी यहीँ लेक साइडमै बस्छौँ हजुर अनि भोलि बिहानको हाम्रो ट्रिप चाहिँ अब त्यसपछि घामरुकसम्मको हुन्छ ओके सर ल अहिले यति है हाम्रो अनिल सरले यहाँ भयो युट्युबमा आन्सर यो अब टक्कै हामी थकाली कुर्दै काली दिन्छौँ भन्दै भोक काली सेट आइसकेको छ Wait. Yes. शुरू करो मैं तो चाहती हूँ ऐसी बेटा ब्लॉग कोई नहीं निकाल था एकदम टक्क खाना खाएर फर्कियो साथी आज अब एकैचोटि होटेल सिधै भित्र जाऊ अन्त काले केटीसम्म भइसक्यो छैन छैन यो के ला बाहिरबाट के ला छोडेछु केही लाग्दैन मोबाइल चार्जर अब हामी जान लाग्यो यसो भन्नु ल ल अब हामी हिँड्न लाग्यो खाना खाएर अब हाम्रो डेस्टिनेसन सिधै हाम्रो अब कता बुक गरेको छ सरले होटेल त्यहीँ पुगिन्छ अब सिधै अनि त्यहाँ रेस्ट गरिन्छ एकछिन अनि लेक साइड घुम्न जाने टिकट काउन्टरमा हामी साथी Indonesia. You also Indonesia? Yeah, of course. Same skin, dark skin. Yeah, we don't like Nepali. He's Indonesian only. Only his mother Nepali. What's your favorite Akashic member? Obito. Obito? Yeah, my also. Indonesia. PUBG यहाँ पर टिकट पाइसकेपछि जाने हामी अब हामी छिर्ने हो यहाँ चाहिँ प्रीति जोशी हामी ओ रितेश साथीले देखाउनै बिर्सेको यस्तो त खतरा हात यार ब्लग फोटो ल फोटो हान्छ हामी जाडेको स्क्रिनशट हान्छु म युट्युबबाट ल हो ल फाइनली म्युजियम आइसकेका छौँ हामी यो मेन म्युजियम कोही माछा क्या यहाँ हाम्रो अनिल सर र मधु सर
अनिसले के भन्नु ल आयो आइफोन 13 अघि 12 आयो 13 प्रो म्याक्स सर कसको यो जानेको सर क्वालिटी दिनु पर्यो नि अलिकति क्वालिटी म्याटर ओए कस्तो दामी माछा रहेछ यहाँ ल बानु यता हेर मेरो टिकट लेख त तिमी त बोल्दै बोलेनौ के अस्ति त त्यसै हाल्दिएको रमाइलो गरेर ठुलै रहेछ म्युजिक कस्तो दामी केटअप हौ फुटबल जित्छ होला अर्जेन्टिना तिमी अहिले के हो चेन्ज पफर ज्याकेट पहिला पो चलाइरहेछ त माउन्टेनर अहिले त हावा पफर ज्याकेट हो त्यसलाई कहाँ होइन हजुर 8 ल ओके हाम्रो पुष्पा साथीलाई मैले हस्तान्तरण गरिदिइसकेको छु मोबाइल मेरो च्यानल होइन मैले चाहिँ मेरो साथीको च्यानल टेक ओभर गरेको छिरिङ साथी के भयो कुनै थाहा छैन सेन्टी छ किन हो थाहा छैन ब्रेकअप भयो अस्ति गर्लफ्रेन्डसँगै ऊ त्यो हिमालमा चाहिँ अब हामी चढ्न जाने यस्तो छ यो हिमाल चाहिँ अब हामी जान आँटेको यस्तो चढ्नुपर्छ होइन यस्तो चढ्नुपर्छ अब गाइजहरू होइन हामी चाहिँ जान सकिरहेको छैन कि त्यही भएर भ्लग बनाउन नि लास्ट अघि ममा ममा यस्तो अघि हेर्नु न भन्छ अरे धेरै माया देखाइदिनु छिटोभन्दा छिटो सब्सक्राइब गरिदिनु ममा बिराजहरू कहाँ गयो थाहा छैन मलाई फोन दिएर अहिले मलाई कराउँछ मेरो फोन चोरेर लिएर गइस् भनेर होइन मैले चाहिँ यो चढेर आएको उसको फोन छोडेर अनि उसको ब्लग मैले टेक ओभर गरेको ऊ चाहिँ खत्तम मान्छे तिमी हराएर मान्छे उसको यस्तो दामी दामी मैले ब्लग बनाइदियो नि के भन्ने होइन खै फोटो सेसन भइरहेको आजादीहरू अनिल सरकोबाट आज पेजमा आउँछ लगाम अब ल मनास्लु हिबालको जार फाइदे क्या जीवनभरि ल खिच नि यो ब्लगमा आउँछ निन्जा हातुडी हजुर जानु पर्ने ल सब बच्चा लगाइरहेको साथी हामी लेग साइडको होटलमा गएर टक्क भेटिन्छ भाडा दिने हप्ता निकाल ओके साथी हस् म कहिले बिर्सिँदैन अंकल बाबू बाबू आए साथीहरू टक्क हामी होटल आइसकेका छौँ केटा सब रुम बुक हान्ने भनेर अगाडि गइसके होटल माउन्ट अप्पी फाइनली वी रिच होटल
सबले आफ्नो पुको बन्तुरो बोकेर एकदम अब यस्तो बाहिरतिरको यस्तो हेर्दाखेरि ठिकै जस्तो लाग्यो बिहान मर्निङमा जस्तो सुरुवात भएको थियो त्यस्तो भएन अब रुममै गएर भेटौँ लाग्छ त्यो हस्पिटल गएको छ त्यही दुयाको यही दिएर पठाइदिए खान बिहान लाउनु तपाईँलाई नि बिर्सन्छ के ल्याएको थियो हेरौँ कतिको दुया भन्ने आज अघि देखिबाट पेन किलर ग्यास्ट्रिक हो दुईटा जोडिदियो कि त्यही भएर हो कि सरले सुताइनु धेरै चलायो लागम होटलतिर ए रुमतिर हावा केटाहरू बाहिर निस्क्यो हजुर रुमै पाएन यार बिजोक भन्छ होला बगेर साथीहरू रुमबाट तनाएर खबी त्यत्रो हिँडेर आइन होटेलै घुमिसक्यो सब केटाहरूले लापता झोला तले अब पुरै बसमा सुत्नु तयारी छ केटा गएर 5-10 मिनट फ्रेस भएर होइन चक्क हामी डुल्न निक्लिन्छ त्यसको भ्लग आउँछ बेलुका टक्क भ्लग आउँछ साथीहरू जस्तो नाइट लाइफ पोखरा नाइट लाइफ लेक साइड है कटुला र चप्पल कट्टु सक्दैन नि फेरि सक्दैन टक्क साथीहरू हामीले ढोका लगाइसकेका छौँ लेक साइड जानेको लागि टक्क लेक साइडै भेट्नुपर्छ साथीहरू हो कि भन्नु त ल हजुर हो कि लेक साइड टक्क हामीले चप्पल लाएर लेक साइड लागामै त साथीहरू होटेलतिर बसिरहेको होइन यही कम्प्रोमाइज गर्नुपर्छ साथीहरू केटाहरू छ रमाइलो भयो नि त्यही हो चाहिँ हामी टक्क लेक साइड जानु लाग्यो बेलुकातिर भति छ लुगा चाहिँ जाँदै त काले यस्तो लुकाउ त काले चढ्ने हुन्छ केटाहरू छन् अगाडि जाडो छ या जाडो लेक साइड साथीहरू वाइल्ड छ हौ वाइल्ड खानु न एकदम मिलाइदिनु खानु कति बेला खानुहुन्छ केटाहरू चिलमा लेक साइड यता होइन जस्तो लाग्छ मलाई यता जाने खेल्नलाई अनि यता आमलाई लास्टमा लिन्छ यस्तो त पुग्दैन नि 102 के भयो हेलो हेलो कति पढेको रहेछ चक्र 300 हामी लेक साइड आइसकेका छौँ साथीहरू ओए छका रहेछ यहाँनिर चाहिँ पाण्डा है त्यहाँ पाण्डा हेर्न सक्नुहुन्छ हजुरहरूले अरू टिपिङमा भेट्नुपर्छ एकैचोटि काले 2-3 शब्द मलाई माला नभए नि हो गाह्रो छ व्यवसाय फाइनली लेक साइड साथीहरू टक्क मेन लेक साइड भन्ने चाहिँ आयो टक्क फेवा लेक छ यहाँ रोटी पिङ हाल्नुपर्छ कति बजी साथीहरू
10:45 टक्क हामी लेक साइडमा सरहरूले फ्री छोडिदिनु भयो है कोही बोल्ने आयो नि त सोचलाई देखेर मलाई तेरो लागि छैन साथी मेरो आएर साथी तिमी आएन तर आरेमा आइ हेर कस्तो सेक्सी आरे नि त यस्तो लेक साइडमा साथीहरू अहिले 12 बजे ट्याक्कै